हेलो एभ्रिवन, नमस्ते। म अन्जान छेत्री। आज म तपाईँलाई एउटा अचम्मैको कुरा देखाउँदैछु जुन चाहिँ पृथ्वीमा कमै भेटिन्छ। तर यो अचम्मको कुरा देखाउँदा देखाउँदै तपाईँलाई त लास्ट रिस उठ्न सक्छ। यस्तो अचम्म र अद्भुतको कुरा पनि विलिन भइसकेको अवस्थामा पनि यो ठाउँको मान्छे, स्थानीय यो प्रशासन जति पनि छन्, कसैले केही गर्न नसकेको देखेर रिस पनि उठ्छ। पहिला पहिला म आफैले पनि अनुभव गरेको कुरा, देखेको कुरा छ यो जुन चाहिँ तपाईँलाई आज देखाउनको लागि आएको छु। तर अहिलेको अवस्था यस्तो भइसकेको रहेछ। यो चाहिँ हाम्रो गोर्खा जिल्लाको याङकोट भन्ने ठाउँमा अवस्थित बतासे पाल देखाउन गइरहेको छु। जुन पालबाट चाहिँ अत्याधिक एसीको जस्तो चिसो हावा, अत्याधिक बवाल चिसो छुट्टै किसिमको माहौल थियो यहाँनिर। अब थियो नै भन्नुपर्छ। तर अहिले यो टावर निर्माणाधीन टावर रहेछ, अहिले चाहिँ बनिसकेको टावर। र त्यो पाल कहाँ छ भन्ने कुरा पनि मतलबै छैन, यहाँको स्थानीय प्रति पनि छैन, कसैलाई केही मतलब नभएर यो विलीन अवस्थामा रहेछ। छँदै छैन भने हुन्छ क्या। तर केही समय पहिला यहाँनिर यस्तो ठाउँ थियो जुन चाहिँ एउटा पालबाट यस्तो बवाल चिसो हावा आउने कि एसी जस्तो के सर, एसीकै हावा यस्तो चिसो आउने, यति चिसो आउने। मान्छेहरू चाहिँ काम गरिसकेपछि गर्मी भुल्नको लागि त्यो पालमा गएर बस्ने गर्थे, पानी राखेर चिसो बनाएर खाने गर्थे। भने चाहिँ त्यो पाल कस्तो पाल थियो होला त आफै अनुभव गर्नु होला। तर अहिले त्यो पाल भएको ठाउँको अवस्था यस्तो छ। कहाँनिर त्यो पाल थियो भन्ने कुरा पनि अहिले पत्ता लगाउन गाह्रो छ है। यस्तो दुर्लभ चिजलाई पनि जोगाएर राख्न नसकेको देख्दा चाहिँ मलाई एकदम दुःख सँगसँगै रिस पनि उठ्यो होइन। पहिला मैले आफैले पनि अनुभव गरेको हो, तर अहिले त्यो छैन। र अहिले म आफैलाई पनि डर लागिरहेको छ। यति ठुलो भोल्टेज छ यहाँ चाहिँ। यो भएको त्यो चिज पनि विलीन अवस्थामा छ, छँदै छैन कि हराइसकेको रहेछ। म त्यो कुरा चाहिँ एकदम दुःख लाग्यो। कहाँनिर थियो पाल भन्ने कुरा पनि पत्ता लगाउन गाह्रो छ अब है। अब त्यही भएर याङकोटमा चाहिँ केही हुन सकेन। गोर्खा जिल्लाको याङकोटमा पनि केही गर्न पर्यो भन्नुहुन्छ। तर जहाँनिर अचम्म र अद्भुतको कुरा थियो त्यही ठाउँ नै अहिले यस्तो अवस्थामा छ भनेपछि तपाईँहरूको ठाउँ कसरी विकास हुन्छ त आफै सोच्नु होला। र जति सक्दो अहिले पनि त्यो ठाउँलाई खोज्ने निकाल्यो, पुरिएको ठाउँलाई खोताल्ने गऱ्यो भने त अहिले पनि त्यो भेटिन्छ होला त्यो ठाउँ कहाँनिर छ भन्ने कुरा है। जे भए पनि एकछिन खोज्न पर्यो। यतातिर चिसो आइसक्यो। यहाँनिर हो क्या? यहाँनिर रहेछ गाइज। यो छ नि, यो पुरै भागै चिसो छ यो। यहाँ अझै पनि चिसो आइरह। अब म तपाईँलाई कसरी यो प्रुभ गर्ने? यहाँनिर अझै पनि त्यो पाल छ। यो एरिया पुरै यो जति पनि देखेको यो ग्राभिल लगाएको जति पनि एरिया छ, यो डाँडाको भित्ता, यो सबै भित्रबाट चिसो बाफ आइरहेको छ भने चाहिँ यो ठाउँ कस्तो होला त्यहाँदेखि त? अहिले यस्तो गर्मी समयमा पनि, यति पसिना आएको समयमा पनि यो ठाउँबाट एसी जस्तो हावा, चिसो हावा आएको छ भने चाहिँ तपाईँ आफै सोध्नु यो ठाउँमा कस्तो के छ हेर्नु त। यहाँको कस्तो यो पुरै चिसो भयो भनेपछि त हो यस्तो दामी ठाउँलाई पनि पुरेर अहिले यस्तो अवस्थामा हेर्नु त। यहाँ पुरै चिसो छ क्या, पातहरू पनि पुरै चिसो छ यो ठाउँमा। पुरै छिट्टै किसिमको जसरी एसी लगाएर रुमभित्र चिसो हावा आउँछ नि त्यस्तै हावा आयो क्या।